कि गांड मेरे मुंह मत लग मादर, तुम सच बताना कुछ उल्टा सीधा कर दूंगा। पूरा दिन शांति से रहा था, रंडी साली जब आती मार दादी चली आती है। मेरी मैंने स्टार्ट किया साली रंडी कुतियो। माफी मांग प्रकृति, मेरे मुंह मत लग। छोड़ो तुम्हारे पैसे। चलो 40,000 बच्चों को वो आदमी खिला रहा है, बढ़ा रहा है फ्री में बिठा के। तुम्हारे कंट्री का उतना बजट होगा। नहीं कोई बोले नहीं, कोई सामान पैक करो, बोलो मत। करिब 2.5 महिनाको अन्तरालमा इन्डियाको उडिसामा रहेको किट युनिभर्सिटीमा 2 जना नेपाली स्टुडेन्टको डेड बडी फेला पर्छ। उनीहरू नै बस्ने गर्ल्स होस्टेलको रुममा। 2025 फेब्रुअरी 16 थर्ड इयर बीटेक स्टुडेन्ट प्रकृति लम्सालको बडी उनकै होस्टेलको रुममा फेला पर्छ, जो चाहिँ झुन्डेको अवस्थामा थियो। र करिब यो घटनाको छानबिन हुन नपाउँदै अर्को घटना करिब 2.5 महिनापछि अर्की नेपाली स्टुडेन्टको सब फेला पर्छ, त्यो पनि झुन्डेकै अवस्थामा थियो उनकै होस्टेल रुममा, जो चाहिँ वीरगञ्ज घर भई हाल किट युनिभर्सिटीमा फर्स्ट इयर बीटेक कम्प्युटर साइन्समा पढ्दै आइरहेकी 18 वर्षीय कृष्ण शाहको थियो। हेलो एन्ड नमस्ते, म चाहिँ पारस। आज चाहिँ म नयाँ केस लिएर आएको छु। आज चाहिँ हामी इन दिस भिडियो वी गोना टक अबाउट द प्रकृति लम्साल केस स्टडी। सो ढिला नगरिकन हामी चाहिँ लेट्स गेट इन आवर केस। प्रकृति लम्सालको नेपालमा घर चाहिँ भैरवमा रहेको छ भने उनी चाहिँ पढाइको सिलसिलामा चाहिँ इन्डियाको ओडिसामा चाहिँ बस्दै आइरहेकी थिइन्। प्रकृति सानैदेखि चलाक र ट्यालेन्टेड स्टुडेन्ट थिइन्। उनले आफ्नो 4 सम्मको कक्षा चाहिँ भैरवमै पढिन् भनेपछि बाँकी अप टु 12 सम्म चाहिँ उनले काठमाडौँको कलेजबाट चाहिँ पास आउट गरेकी थिइन्। सो उनी देन त्यो 12 को बोर्ड दिएपछि उनी फर्दर स्टडीको लागि भनेर चाहिँ ओडिसामा रहेको किट युनिभर्सिटीमा चाहिँ बिटेक गर्दै थिइन्। जुन दिन घटना घटेको थियो फेब्रुअरी 16 2025 भैरवा निवासी प्रकृति लम्साल, जो चाहिँ थर्ड इयर बिटेक स्टुडेन्ट किट युनिभर्सिटीमा पढ्दै थिइन्, उनको त्यो दिन आफ्नी आमासँग फोनमा कुरा भएको थियो। एकर्डिङ टु हर मदर त्यो दिन चाहिँ प्रकृतिसँग कुरा भएको थियो। प्रकृतिसँग कुरा हुँदाखेरि चाहिँ त्यस्तो कुनै उनको आमालाई चाहिँ कुनै त्यस्तो डाउट लागेन कि आज मेरो छोरीले चाहिँ यस्तो कदम चाल्ने गइरहेकी छ भनेर। सो उनले चाहिँ त्यो हिसाबमा चाहिँ कुरा गरेको थियो कि नर्मल एज अ युजल जस्तै डेली कुरा गर्थे त्यस्तै कुरा गरे। सो कुरामा चाहिँ के भनेको थियो भने चाहिँ त्यो दिन चाहिँ ऱ्यापर बादशाह जसको चाहिँ पर्फर्मेन्स थियो त्यो युनिभर्सिटीमा। सो त्यसको लागि चाहिँ म रेडी हुँदैछु, अब एकछिनपछि आई थिङ्क 4 PM जतिमा म निस्किन्छु यहाँबाट रेडी भएर भनेर चाहिँ फोन राखेका थिए। फोनमा कुरा गर्ने क्रममा प्रकृतिले आफ्नी आमालाई चाहिँ त्यस्तो कुनै क्लु दिएकी थिएनन् कि उनी चाहिँ डिप्रेसनमा चाहिँ उनीलाई चाहिँ कसरी टर्चर गरिरहेछ भन्ने कुरा कुनै पनि त्यस्तो डाउटफुल कुरा नै गरिनन्। उनले एज युजल नर्मल कुरा गरेर फोन राखिन्। सो फोन राखेपछि आमा चाहिँ उनकी आमा चाहिँ आफ्नो काम धन्दामा लागिसकिन् र जस्ट त्यो कल काटेको करिब 3 घण्टापछि प्रकृतिको आमाको फोनमा रिङ बज्छ, जुन रिङले चाहिँ प्रकृतिको आमाको पैताला मुनिको जमिन धस्नेवाला थियो। उनले कल उठाएर उताबाट को बोल्दै थियो कि प्रकृतिका क्लासमेट और कजन भन्दा पनि भयो अनुरोध कोइराला। आई विल टेल यु लेटर उनी कोन भन्ने कुरा म पछि भन्नेछु। सो उनीले के भनेपछि हतारिँदै एकदम प्यानिक भोइसमा चाहिँ के भनेपछि प्रकृतिको आमालाई यहाँ एकदम नराम्रो घटना घटिसक्यो, तपाईँहरू चाहिँ छिटोभन्दा छिटो यहाँ आउनुहोस् भनेपछि फोन काटे। सो अब यो सुनेपछि प्रकृतिको आमा चाहिँ एकदम आत्तिन उनले हतार आफ्नो बुढालाई फोन गरिन्, आफ्नो हस्बेन्डलाई फोन गरिन् र भनिन् यो कुरा। र उनको हस्बेन्ड पनि पछि आए, घरमा आएर उनले कुरा बुझे। फर्दर कल ब्याक गरेर उनले कुरा बुझेपछि त्यो सुसाइडको बारेमा थाहा भएपछि उनी अन द स्पोट आफ्ना 3 जना साथीलाई लिएर भैरवा एयरपोर्टबाट इन्टरनेसनल एयरपोर्टबाट चाहिँ उनी सिधै ओडिसाको लागि निस्के। प्रकृतिका बुबा सुनिल करिब राति नै भुवनेश्वर एयरपोर्टमा झर्ने बित्तिकै उनीलाई चाहिँ स्काउटिङ गरेर लगेको थियो क्या। जुन होस्टेलको रुम हो त्यहाँसम्म चाहिँ प्रकृतिको होस्टेलको रुमसम्म चाहिँ उनको बुबालाई देखाइयो। त्यहाँ चाहिँ अलरेडी पुलिसले चाहिँ सिल गरिसकेको थियो। सो क्राउड यति थियो कि जो कि उनलाई चाहिँ स्काउटिङ गरेर लानु पर्यो। त्यहाँ चाहिँ प्रोटेस्ट गर्नेहरूको मास यति बढिसकेको थियो कि आउट अफ कन्ट्रोल थियो। त्यहाँ चाहिँ स्टाफले पुलिसले चाहिँ त्यो मासलाई चाहिँ कन्ट्रोल गर्न सकिरहेको थियो। उनलाई चाहिँ अब आफै सोच्नुहोस् कि एउटा चाहिँ भिक्टिमलाई चाहिँ
स्काउटिङ गरेर लग्नु परिरहेछ भनेपछि कति मास थियो होला भनेर। सो तर उनको बडी चाहिँ पोस्टमार्टमको लागि चाहिँ त्यहीको नजिकै एम्स हस्पिटलमा चाहिँ लगिसकेको थियो। प्रकृतिका बुवा सुनिललाई चाहिँ फर्स्ट चाहिँ उनको हस्पिटलमा लगेर देखाए उनको रुम फर्स्ट कस्तो छ सो भनेर देखाए उनले। त्यसपछि त्यो सुनिललाई चाहिँ जो चाहिँ प्रकृतिका बुबा हुन् सुनिललाई चाहिँ हस्पिटलमा लगेर उनले चाहिँ फर्दर पोस्टमार्टमको लागि चाहिँ प्रोसिजरको लागि चाहिँ अथोरिटी माग्नुपर्छ। सो त्यसको लागि चाहिँ उनले चाहिँ त्यो अथोरिटी मागे र पोस्टमार्टम चाहिँ भयो त्यहाँबाट। त्यति बेलासम्म यहाँ किट युनिभर्सिटीमा चाहिँ आन्दोलन चर्किसकेको थियो। स्टार्टिङ फेजमा चाहिँ एकदम शान्ति नै थियो, शान्तिपूर्ण नै थियो। सो पछि चाहिँ त्यही कलेजकै स्टाफहरूले चाहिँ बाहिरको मान्छेहरू बोलाएर बााउन्सरहरू बोलाएर एक नेपाली स्टुडेन्टलाई होस्टेलबाट निकालेर कुट्न लगाइयो। तिनीहरू चाहिँ त्यो कलेजको स्टाफहरू या पुलिसहरू थिएनन्, तिनीहरू चाहिँ बाहिरबाट बोलाएको बडी बिल्डर बााउन्सरहरू थिए र रातारात नेपाली स्टुडेन्टलाई चाहिँ बसमा खाँदेर नेपाल फर्काइयो। ओके, लेट मी नो यु लिटल थिङ अबाउट द प्रकृति सानैदेखि एकदमै चलाक र ट्यालेन्टेड स्टुडेन्ट थिइन्। उनको चाहिँ कक्षा 4सम्म चाहिँ भैरवा नै पढिन् भनेपछि बाँकी अप टु 12सम्म चाहिँ उनले काठमाडौँ युनिग्लोब कलेजबाट पासहरू गरिन् बोर्ड। त्यहाँदेखि चाहिँ उनलाई चाहिँ अब इन्डिया पढ्ने भन्ने सोख चढ्यो। स्टार्टिङमा चाहिँ उनका आमा बुवाले चाहिँ ल ठिक छ इन्डिया पढ्छ भनेपछि उनलाई चाहिँ ओडिसा नपठाएर बेङ्गलुरु पठाउने प्लान थियो सुरुमा चाहिँ। सो पछि उनका दुईजना कजनहरू पनि थिए, एकजना अनुराग कोइराला र सिद्धार्थ सिग्देल। उनका कजनहरू पनि ओडिसामा किट युनिभर्सिटीमा जाने भएपछि सो प्रकृतिका आमा बुवाले के सोचे भनेपछि अब दाइ पनि सँगै छन्, सो उनले चाहिँ ख्याल पनि हुन्छ केयर पनि हुन्छ आफ्नो मान्छे भनेर त्यो हिसाबमा चाहिँ उनले चाहिँ छोरीलाई चाहिँ बेङ्गलोर नपठाएर ल ओके छ नि त भनेर उनले चाहिँ ओडिसामा चाहिँ किट युनिभर्सिटीमा भर्ना गरे, बिटेकमा चाहिँ भर्ना गरे। जसमध्ये अनुरोध र प्रकृति चाहिँ बिटेक मेकानिकल इन्जिनियरिङ गर्दै थिए भनेपछि र सिद्धार्थ सिग्देल चाहिँ बिटेक कम्प्युटर साइन्समा चाहिँ भर्ना भए। लेट्स टक अबाउट द वाइ प्रकृति कमिटेड द सुसाइड। किट युनिभर्सिटीमा करिब 400 भन्दा बढी नेपाली स्टुडेन्टलाई हरेक वर्ष इन्टेक गरिन्छ। सुरुको वर्षमा चाहिँ एउटै कन्ट्रीको स्टुडेन्टलाई चाहिँ सेक्सन बनाएर त्यसरी एउटै कन्ट्रीको स्टुडेन्टहरूलाई चाहिँ सँगै राखिन्छ फर्स्ट इयरमा मात्रै है। फेरि इन द नेक्स्ट इयरदेखि चाहिँ अलग अलग कन्ट्रीका स्टुडेन्टहरूलाई चाहिँ ग्रुपिङ गरेर चाहिँ सेक्सन बनाइन्छ। प्रकृति र प्रकृतिका कजन अनुरोध कोइराला एउटै सेक्सनमा परे सेकेन्ड इयर र थर्ड इयरमा पनि। सो त्यो परेपछि एउटै सेक्सनमा भएपछि उनीहरूको भेटघाट प्राय सधैँ भइरहेको थियो। उनीसँगै एकजना 21 इयर्स ओल्ड अधिक श्रीवास्तव भन्ने व्यक्ति पनि सँगै पढ्थे, जो चाहिँ उनी ब्याकग्राउन्डले चाहिँ पोलिटिकल ब्याकग्राउन्डबाट बिलङ गर्थे भनेपछि एन्ड इज द मेन सस्पेक्ट अफ दिस केस। एक्चुअली सस्पेक्ट भन्दा पनि दोषी नै भन्दा हुन्छ। श्रीवास्तव नै यो केसका मुख्य आरोपी हुन्। सँगसँगै पढ्ने क्रममा प्रकृतिको श्रीवास्तवसँग कहिले लभ पर्यो भन्ने कुरा चाहिँ इभेन उनीसँगै पढ्ने उनकै कजन अनुरोधलाई पनि थाहा थिएन। त्यो इन्सिडेन्ट हुनुभन्दा अगाडिसम्म चाहिँ उनीहरूको अफेयरको बारेमा कुनै पनि आइडिया थिएन र श्रीवास्तवले चाहिँ प्रकृतिलाई चाहिँ ब्ल्याकमेल गर्दैछन् भन्ने कुराको पनि उनलाई कुनै जानकारी थिएन। सुरुमा रिलेसन राम्रै चलिरहेको थियो, पछि एक्कासी श्रीवास्तवले चाहिँ प्रकृतिलाई गाली ग्लोज छाडा बोल्न थाले अनि ब्ल्याकमेल गर्न थाले। सो तपाईहरु चाहिँ यो क्लिप सुन्न सक्नुहुन्छ। कि गार्डन मेरे मुंह मत लग माता, मैं सच बता रहा कुछ उल्टा सीधा कर दूंगा। पूरा दिन शांति से रहा था, रंडी साली जब आती मार्च दादी चली आती है। मेरी मैंने स्टार्ट किया साली रंडी को दियो। माफी मांग प्रकृति मेरे मुंह मत लग। श्रीवास्तवलाई चाहिँ तुरन्त पक्रे, किन भनेपछि अलरेडी उनले चाहिँ प्रकृतिले चाहिँ 1-2 महिना अगाडि नै एप्लिकेसन दिएकी थिइन् कि यो मान्छेले मलाई चाहिँ हेरेस गर्दैछ, ब्ल्याकमेल गर्दैछ भनेर। तर त्यहाँको अथोरिटीले चाहिँ कुनै पनि त्यो व्यक्तिप्रति एक्सन लिएको थिएन, बिकज हि वाज द सन अफ पोलिटिकल लिडर। त्यही भएर चाहिँ अब जहाँ पनि त्यस्तै, नेपालमा पनि त्यही हो, इन्डियामा पनि त्यही हो, अरू कन्ट्रीमा पनि त्यही हो। मेबी प्रोबेबली इन्डिया र नेपालमा चाहिँ यो पावर भन्ने कुरा चाहिँ एकदम यो धेरै नै हाई लेभलमा मानिन्छ र यो भएको मान्छेलाई चाहिँ अब इभन भनौँ न कानुनले पनि के गर्न सक्दैन। यो कुराको तपाईँहरू चाहिँ आफै बुझ्न सक्नुहुन्छ, थुप्रै इक्जाम्पलहरू छन्। सो लेट बी, हामी चाहिँ आफ्नो केसमा जाउँ। केस त्यो फाइल भएको हुनाले चाहिँ प्रकृतिले अगाडि नै एप्लिकेसन दिएको हुनाले त्यो बेसिसमा पनि उनलाई तुरन्त पुलिसले चाहिँ केही घन्टामै समातिहाल्यो। समातेर उनले चाहिँ इन्भेस्टिगेसनको लागि चाहिँ अगाडि नै भनिसक्यो तपाईँहरूले। श्रीवास्तवले चाहिँ उनलाई एकदम टर्चर दिएको थियो। सो उनलाई सुसाइड
कमिट गर्नको लागि चाहिँ बाध्य बनाउने व्यक्ति भनेको अध्यक्ष श्रीवास्तव हुन्। सो उनको कारणले गर्दाखेरि चाहिँ उनले चाहिँ डिप्रेसनमा गएर सुसाइड गर्न बाध्य भइन्। अब कुरा गरौँ प्रकृतिको जस्टिसको लागि के युनिभर्सिटीले चाहिँ के गर्यो। यो केसमा हेर्ने हो भनेपछि चाहिँ प्रशासनले चाहिँ कुनै पनि प्रकारको सहयोग गरेको पाइएको छैन। इभन सहयोग त परै जाओस्, हरेक नेपाली स्टुडेन्टलाई चाहिँ हान्दै कुट्दै राति नेपाली स्टुडेन्टहरू त्यो बेला चाहिँ के भएको थियो भनेपछि नेपाली स्टुडेन्टहरू चाहिँ त्यहाँबाट रात निकालिए नेपाली स्टुडेन्टहरूलाई सब नेपाली स्टुडेन्टहरूलाई चाहिँ बसमा खालेर रेलमा हुलेर पठाइयो। किट युनिभर्सिटीको प्रशासनले चाहिँ इभन सहयोग गर्नु त छुट्टै कुरा हो, उनीहरूले चाहिँ उल्टै त्यहाँको म्याडमले चाहिँ त्यो त्यहाँका दिदीबहिनीहरूलाई चाहिँ के भनेर थर्कायो भनेपछि तिमीहरू चाहिँ यहाँबाट निस्किहाल, यहाँबाट गइहाल। अहिले तिमीहरूको उनले चाहिँ एउटा लाइक एउटा कन्ट्रीमाथि नै क्वेसन मार्क उठाएको थियो कि। सो उनले के भनेको थियो भनेपछि तिमीहरूको जति वार्षिक बजेट हुन्छ उनीहरूको 1 महिनाको खर्च हुन्छ भनेर चाहिँ उनले भनेका थिए। सो तपाईँहरू चाहिँ यो क्लिप चाहिँ हेर्न सक्नुहुन्छ पछाडि। 40,000 बच्चों को वो आदमी खिला रहा है, बढ़ा रहा है फ्री में बिठा के। तुम्हारे कंट्री का उतना बजट होगा। नहीं कोई बोलो नहीं, कोई सामान पैक करो, बोलो मत, सामान जल्दी पैक करो तो पुलिस आके पैक करेगा। यो क्लिप चाहिँ भाइरल भएको थियो। यो क्लिप चाहिँ भाइरल भएपछि उनीहरूले चाहिँ पछि माफी पनि मागेका थिए माग्न त। सो प्रकृतिलाई चाहिँ न्याय पाए कि पाएन भन्ने कुरा हो। अहिले जो चाहिँ जो कल्पिट थिए मेन जो चाहिँ आरोपी थिए उनलाई चाहिँ उनी चाहिँ अहिले फ्री छन् बिकज हि इज द सन अफ पोलिटिकल लिडर। त्यही भएर चाहिँ यो पोलिटिक्स भन्ने कुरा चाहिँ जहाँ पनि इन्डियामा इभन एसियन कन्ट्रीमा बढी छ जस्तो लाग्छ मलाई। मोस्टली इन्डियाबाट नेपालमा त अति नै छ भन्दा पनि भयो। अब हाम्रै नेपालमा केसरी निर्मला पन्तको स्टिल उनले चाहिँ न्याय पाएकी छैनन्। सो अब के परिवर्तन हुन्छ हुँदैन थाहा छैन भविष्यमा, बट लेट्स प्रे फर द जस्टिस फर प्रकृति, निर्मला पन्त एन्ड यस्तै थुप्रै केसेसहरू छन्। प्रकृतिको न्यायको लागि नेपाल लगायत इन्डियाको थुप्रै ठाउँमा चाहिँ प्रोटेस्ट गरेको थियो। त्यो प्रोटेस्टमा चाहिँ कतिपय नेपाली स्टुडेन्टले चाहिँ कुटाइ पनि खाएका थिए। स्पेसल्ली त्यो किट युनिभर्सिटीले चाहिँ बाहिरबाट बााउन्सर बोलाएर प्रोटेस्ट गरिरहेका स्टुडेन्टलाई जो चाहिँ एकदम काम हिसाबले चाहिँ प्रोटेस्ट गर्दै थिए। सो तिनीहरूलाई चाहिँ बाहिरबाट बााउन्सर बोलाएर कुटाइयो। हरेक नेपाली स्टुडेन्टलाई होस्टेलबाट निकाल्दै कुट्दै बाहिर झिक्दै अनि तिनीहरूलाई बसमा हुलेर बाहिर पठाएको थियो। सो अनि त्यसको जस्ट 2 2.5 महिनापछि चाहिँ एकजना अर्की नेपाली स्टुडेन्ट चाहिँ हस्टेल रुममा चाहिँ झुन्डेको अवस्थामा फेला परिन्। सो यो केसको बारेमा चाहिँ हामी पछि कुरा गर्नेछौँ। इफ यु वान्ट टु लिसन एन्ड प्लिज कमेन्ट गर्नु होला होइन। म चाहिँ यो त्यसमा पनि बनाउँछु भिडियो यदि तपाईँहरूले चाहियो भनेपछि। ओके, दिस वाज फर टुडे केस स्टडी एन्ड इफ यु हेभ एनी क्वेरिज प्लिज पुट द कमेन्ट बिलो। थ्याङ्क्स फर वाचिङ मी।